ओ माई गड यो बाटो पाल्पाको छ अवस्था कहिले सुध्रिने यार यो बाटो यो अब सुरुङ पनि बन्दैछ टनल सिद्धबाबा मन्दिरमा आइपुग्यौँ यहाँ चाहिँ केटाहरूलाई कुरेर बसिरहेछौँ अब केटाहरू आउँदैछन् ल केटा के छ अलि चल्ली ल है ल हामी चाहिँ 4 भाइ भएर आज के अरे भैरस्थानतिर है सोल्टीहरू अरू भनिदिनुहोस् ल पाल्पातिर चिसो हावा सर भैरस्थान जाँदैछौँ हामी एकदम चिसो हावा आइरहेको छ सर होटलमा चाहिँ एकदम गर्मी छ ओइ 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 के हो र खुट्टा अल्झिन आउँछ त यो त बच्चा नि के रोड किन्ने कार्यक्रम भयो त्यसपछि चाहिँ हामीले रोड किनेर लागिसक्यौँ दाइले यहाँ किन्नु भएको छ कसको ल पुरा मौसम राम्रो छ आज एकदम राम्रो भैरस्थान पुग्न पुग्न आँटेको छ मन्दिरमा यो चाहिँ पुरा राम्रो रहेछ अझै कता प्रसाद त्यसमा राख्नुभएको छ यो मन्दिरको आउँथ्यो अरे जा गाउँ भनेको गाउँै हो जय श्री पाल्पा भैरव ल अहिले फाइनली लगभग हामी मन्दिर प्रवेशद्वारमा भैरवस्थान पुगिसक्यौँ अब
खै अब त्यो त कहिलेको कुरा हो थाहा छैन। ठ्याक्कै एउटा हाम्रो मेरो पनि खिचिदिनु। पूजा यहाँ गर्न पर्या उडाउन जाँदैछौँ हामी सबैजना। नाम दर्ता हुने रहेछ। ल अब लास्ट लमा हामीले आएर पूजासुजा गरेर भइसकेको छ। पर्या सर्या उडाइसक्यो होइन, बाहिर पर्या उडाइसक्नु भयो। अब हामी चाहिँ जान लागेको। अब हामी फर्किने बेला भइसक्यो। पूजासुजा लगभग भयो। भयो अब यति भयो चल्यो कि भइसक्यो। अब यहाँ जाने बेला लगाइसक्यो। ल अब प्रसाद सर्साद लिएर हिँडिसक्यौँ हामी। एकदम मैले चाहिँ फोटो खिच्नु भयो एकदम राम्रो। पहिलो स्थानको ल भ्यू यही हो। ल सबैलाई प्रसाद यहाँ छ। हामी चाहिँ पूजा गरेर झरिसक्यो पल्तिर। पुरा खोकी लगाएर घाँटी दुखेर बिजोग भएछ घाँटीको अवस्था। सबैजना झरिसक्यो। ल हामी चाहिँ फाइनली मोमो खान लाग्छौँ नास्ता सबैजना भएर। ल तैँले नि एकपल्ट हामी ल अब यहाँ चाहिँ पेट्रोल हाल्नु भनेर आएको थियो। अहिले चाहिँ यहाँ लास्टै भिड रहेछ अनि पेट्रोल। चल हामी गौडे पुल भन्नेमा छौँ, जोरगाडाको साइडमा। हाम्रो गाइजहरूले यहाँ के मगाउँदै हुनुहुन्छ। ल दिमान दिनुहोस् त के खाने चाय यो चिया। हजुर मैले नि खाइनँ चिया होइन चिया। चिया खाने हो चिया खाना तैँले खानु मलाई एउटा चिया बनाइदिनु न त भइदिएको। यस्तो यहाँ चाहिँ यस्तो माछा पाउने ठाउँ रहेछ गाइस। ल यहाँ क्यामेरा पनि धुलो धुलो भएको छ। घाँटी दुखेर चिसोले होला अलिकति। पाल्पातिरको मौसम चाहिँ एकदम राम्रो छ। ल गाइस यहाँ पुरा हरियो सागसब्जी पनि लिएर जाने भनेको घरमा। हामी चाहिँ अब बुटोलदेखि घरतिर लागिसक्यौँ। एकदम घाँटी दुखेर चाहिँ एकदम बोल्न नसक्ने अवस्था भएको छ। अनि ज्याकेटहरू पनि पुरा धुलो, पाल्पातिरको पुरा धुलो भएर यो अवस्था छ। ल हामी चाहिँ अब घर पुग्न आँट्यौँ।